हाम्रो नेपाल बर्बाद भइसक्यो मित्रहरू, हाम्रो नेपाल बर्बाद भइसक्यो। यही भने यो आगो लगाएर केही फरक भएन। कुनै नेताहरू दुर्मर्यार छन्, कुनै नेतागिरी देखाउनु लाग्छ, जेएनजी साथीहरू एक आपसमा लड्न लाग्छन् होइन, केही भएन। समयमै दिमाग पुर्यायो। यदि समयमा दिमाग नपुर्यायो भने नेपालमा जतिले यो जेएनजी साथीहरू छन्, जेएनजीहरू छन्, उनको लागि बर्बाद भयो। है म आमो यो नेतृत्वकर्ता भन्न जेएनजी मित्रहरू, उनको सबको बर्बाद भयो। बालन शाहको जिन्दगीभरि आजीवन कारागार है, बसेर भन्नु भने ऊ त्यही हो। अब रवि लामिछानेलाई त अगाडि नभएको आरोप लगाएर कति जिल्ला घुमायो होइन। अनि बालन शाहलाई र पुरा देश बर्बाद बनाइ आरोप लगाउनु भने 77 जिल्ला घुमाउने हो। 77 जिल्लामा एक साल गयो मराएको भनेर उनको जिन्दगी 3 दिनको जेलै भित्र जाने होइन। अब आयो सुदन, दिएको पनि छैन। त्यसलाई जेएनजी हुँ भनिरहेछन्, उनको जिन्दगी लगभग गइसक्यो होइन। किनकि उनै चुप रहनु लाग्छ त्यो त्यसैमा दिमाग पुरा होइन। केही छैन त्यो सुशीला कार्की नेतृत्वको सरकारलाई हटाउँ, गृहमन्त्रीलाई हटाउँ, उनको कामै छैन, त्यो म गर्छु भने अरे रवि लामिछानेलाई छुट्याउन होइन, उहिले गराउनु कि उनै सभा चोरहरू उनै जुर्मुराउनु लाग्छ कि अझ। तपाईँको छ समयमा शिक्षा आदि केही पुरा छैन। यदि उनले अझ नेतृत्व गर्दै आए भने नि कम गया क्या सबै। तपाईँ यही हो जिन्दगी। बालन शाह भित्र बसेर अनि यो महानगरको आफ्नो ठाउँमा आउलै अहिले समयमा छुट्टी पुरा, समयमा छुट्टी नपुग्यो भने तेरो गयो। तेरो पनि गयो। मै हो मान्छे लेखेर बाहिर बोकेर हुने गर सुशीला कार्कीलाई जेलको पुरीमालाई हटाउनु पऱ्यो। त्यसपछि यो अहिलेको गृहमन्त्री छ नि उसले त भनिसकेको छ त यार, हामीले यो जो अगाडिको सरकार हुन्छ उसले हामीले कुनै दोष दिन सक्दैनौँ, हाम्रो काम के हो भने यो चुनाव गराउनु मात्र हो, के भनिसकेको छ भनेपछि समयमा कुछ कम्पनीहरू सर्वया। अब उनले यार 5-6 ग्रुप बनाएको छ होइन। अमेरिकाको यो के भने अहिले हिजो अस्ति मात्र बनायो, के फोर चाहिँ बनाएको छ त रन्जिया गया सब